सिराहा जिल्लामा हिजो शान्तिपूर्वक रूपमा मतदान सकियो। जिल्लाको चारवटै निर्वाचन क्षेत्रको समन्वय होइन प्रमुखको रूपमा यहाँले भूमिका निर्वाह गर्नुभयो। यहाँको नजरबाट यो निर्वाचनलाई कस्तो रूपमा यहाँले लिनु? ल धन्यवाद। यो सिराहा जिल्लामा चारवटा निर्वाचन क्षेत्रहरू रहेकोमा चारवटै निर्वाचन क्षेत्रमा चाहिँ एकदम शान्तिपूर्ण तरिकाले कुनै किसिमको भुल दङ्गा केही नभइकन सबै मतदाताहरूले यथा समयमा आएर मतदान गर्नुभएको छ। कर्मचारीहरूले पनि त्यसलाई नितान्त सुचारू रूपमा सञ्चालन गर्नुभएको छ। मतदानको क्रममा कहीँ कतै त्यस्तो असामान्य घटना विवाद भएको त्यस्तो स्थिति छैन र हामीले मतपेटिका पनि प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतहरूले यथा समयमा ल्याएर यहाँ मतगणना स्थलमा उहाँहरूले बुझाइसक्नु भएको छ र हामीले त्यो सङ्कलन गरिसकेका छौँ र आज बिहान हामीले 8 बजे सर्वदलीय सबै उम्मेदवारहरू सबै पार्टीहरूको प्रतिनिधिहरू राखेर छलफल गरेर मतगणना कार्य प्रारम्भ गर्ने हामीले निर्णय गरिसकेका छौँ र अहिले हामी मतगणना प्रारम्भ गर्न एकदम नजिक अवस्थामा छौँ। विभिन्न दल तथा उम्मेदवारहरूका प्रतिनिधिहरूको मतगणना प्रतिनिधि खटाउने क्रममा उहाँहरूले प्रतिनिधिहरूको नाम दिइसक्नु भएको छ र अहिले त्यो हामीले त्यो परिचय पत्र उहाँहरूलाई प्रवेश गर्ने प्रवेश पत्रहरू प्रमाणित गरेर दिइरहेका छौँ। अब एकदम केही क्षणमै हामी यो कार्य सम्पन्न भएपछि मतगणनाको काम हामी सुरु गर्छौँ। हाम्रो मतगणना स्थल हामीले यो निर्वाचन हुनुभन्दा पहिल्यै चाहिँ तयारीका साथमा राखेका छौँ र अब हाम्रो कार्य तत्काल प्रारम्भ हुने अवस्थामा छ। जसरी यहाँको त अब आफ्नो भूमिका अदालतले हेर्ने भूमिका हुँदा पनि निर्वाचन जिल्लामा गराउनु पर्ने र निर्वाचनमा जस्तै केही केन्द्रहरू सिराहा जिल्लाको अति संवेदनशीलको रूपमा पनि राखेको थियो। त्यो दौरानमा शान्तिपूर्ण मतदान भयो, नागरिकको उत्साहपूर्वक सहभागिता भयो, यसलाई कुन रूपमा लिनुभएको छ? यो अत्यन्तै राम्रो कुरा हो कि हामीले यो जिल्लामा भएका विभिन्न मतदान केन्द्रहरूलाई निरीक्षण पनि गरेका थियौँ। केही अलिकति साँघुरा अप्ठ्याराहरू पनि थिए, अधिकांश सहज र सरल प्रकृतिका थिए, पहुँचको कुनै समस्या थिएन। तर सुरक्षाको दृष्टिकोणले सुरक्षा निकायहरूले चाहिँ अति संवेदनशील र सामान्य भनेर वर्ग विभाजित गरेर त्यही रूपमा उहाँहरूले सुरक्षाको प्रबन्ध गर्नुभएको थियो र उहाँहरूको सुरक्षा पनि इन्ट्याक्ट थियो र त्यति भएको कारणले चाहिँ कस्तो भयो भने सम्पूर्ण मतदान केन्द्रहरूमा सुरक्षालाई पनि कुनै त्यस्तो असामान्य चुनौती देखिएन, सामान्य रूपमा सम्पन्न भयो। यो एउटा खुसीको कुरा हो। अब यहाँले नेतृत्व गर्दै हुनुहुन्छ अहिले जिल्लाको चारवटा निर्वाचन क्षेत्रको, यहाँ कति खुसी हुनुहुन्छ यो निर्वाचन सम्पन्न भएकोमा? हाम्रो त प्रमुख कामै यही थियो।